अवस्था छ है मेलामा यहाँलाई साथीहरू बन्द गरिदियो अहिले कपडा यता आयो कपडा र मिठाईहरूको पसल ओहो ल हेर लाइटमा जाँदा त्यहाँ सट रंगीन रंगीन था आज सबैजना आफ्नो मृत्यु गर्न भीड़भाड़ छ यार मेलामा चाहिँ हामी छौँ यार अहिले भीडभाड छ होइन ओ रमाइलो अध्यक्ष प्लिज अगाडि आएर केही छोटा मिठा बनाइराख्नु धन्यवाद। मान्छेहरू थुप्रै छ यता हेरौँ न यहाँ सबैजना बलाचक ठुल्दोसीमा चाहिँ पुरै मन्दिरको छेउ यस्तो गरेर बसेर है मान्छेहरू त्यही चारैतिर बसेर होइन फाइनली आज कार्यक्रम सकियो रमाइलो भयो होइन। यतिखेर हामी यो चौथो वाक्यश्वर महादेव मेलाको हामी अन्तिम दिन अनि अन्तिम चरणतिर छौँ र यो चरणमा हुँदै गर्दाखेरि बबिना किराँतले निकै रमाइला गीतहरू तपाईँहरूमा धन्यवाद हामीले गाउँकी चेली पेट्टु गदराजलाई प्लिज उहाँलाई निकै राम्रो
आयोजना हुने यो पाल्देन दोयाङ सन्चै हुनुहुन्छ? आहा रमाइलो भइरहेछ। ल ल रमाइलो गर्नुपर्छ। आज विशेष दिन, आज यो महादेव वाक्येश्वर महादेवी मेलामा महादेवको प्राङ्गणमा आउन पाएको छु। त्यो पनि पहिलोचोटि 12 निजगढमा है त। फेरि पनि पूर्व कलाकार हो त्यसकारणले गर्दा यी गायिका नभए के हुन्थ्यो? अनि स्पेसली हाम्रो विशिष्ट अतिथि आदरणीय दाई रामचन्द्र कटवाल दाई र मेलाको वागेश्वर मेलामा चाहिँ रचनारीमा लाउने रे त्यही भनेर जानकारी पाइयो। वागेश्वर महादेव मन्दिरको मेलामा अहिले कन्सर्टमा रसको दुईटा खै हामी अब हजुर 20 को दिनु पक्ड ल 50 को पहिला मलाई 20 वटा बनाउनु अनि त्यसपछि अरूलाई 20 वटा एकछिन है एकछिन ल एकछिन पछि भन्छ यार एकछिन एकछिन